What were your academic positions at Tribhuvan University before you began the role of executive director at SEDA? होइन अब यस्तो हो, अब त्यहाँ चाहिँ अब मैले अघि भने अब अराउन्ड अहिलेसम्मको आजको मितिसम्म मैले युनिभर्सिटी टिचर ग्रुपमा 31 इयर्स जस्तो भयो होइन। अब म सुरुमा असिस्टेन्ट लेक्चररबाट छिरेँ, असिस्टेन्ट टिचिङ असिस्टेन्टबाट सुरुमा अब लेक्चरर भएँ। लेक्चरर अहिले चाहिँ त्यसलाई चाहिँ असिस्टेन्ट प्रोफेसर भन्ने पनि चलन छ। असिस्टेन्ट प्रोफेसर या लेक्चरर भनौँ न, हामी लेक्चररै भन्थ्यौँ। त्यस पछाडि म 2065-66मा एसोसिएट प्रोफेसर भएँ र चाहिँ 2078 सालमा भनौँ न 77 सालमै चाहिँ त्यसको विज्ञापन भएको थियो। 78 सालमा म प्रोफेसर भएँ। अब यो एउटा संयोगले नै यहाँ आइपुग्यो एक्जिक्युटिभ डिरेक्टरबाट। मेरो अब कुनै खासै अब यहाँ कुनै पोस्टमा आउने के गर्ने कुनै त्यस्तो पनि थिएन। एक त बाहिर बसेका मान्छेहरूसँग त्यति धेरै एक्सेस पनि हुन्थेन। बाइ द वे म चाहिँ त्यो बिचमा एउटा चाहिँ 2070 साल भनौँ न, 2070 सालमा चाहिँ म यो त्रिभुवन युनिभर्सिटीको परीक्षा नियन्त्रण कार्यालय छ नि बल्कुमा, यसको चाहिँ एउटा क्षेत्रीय नियन्त्रण कार्यालय, क्षेत्रीय अफिस छ क्या विराटनगरमा। हो त्यहाँ चाहिँ एउटा डेपुटी कन्ट्रोलरबाट पनि काम गरेँ मैले 2 इयर्स भनौँ न। युनिभर्सिटीको एउटा पदाधिकारी नै भनौँ, एउटा एडमिनिस्ट्रेटिभ एउटा चाहिँ 2 इयर्सको टेन्युर हुन्थ्यो त्यो। कसैले अब दोहोऱ्याएर पनि गर्थे, 4 वर्ष पनि गरेँ, मैले चाहिँ 2 वर्ष गरेँ। त्यसरी मेरो त्यो टेन्युर सक्यो। त्यसलाई त्यो थियो, त्यो एउटा पार्ट हो। युनिभर्सिटी एडमिनिस्ट्रेसनतिर काम गरेको एउटा अनुभव त्यो थियो। तर त्यसले गर्दाखेरि भन्दा पनि अब संयोगले यो अफिसमा चाहिँ एक्जिक्युटिभ डिरेक्टर खाली भएर रहेछ। अब म विराटनगरै थिएँ, म प्रोफेसर भइसकेका मान्छे, अनि अब खास गरी इकोनोमिक्सको र म्यानेजमेन्टको मान्छेहरूलाई चाहिँ यहाँ ल्याउने गर्ने गरे रहेछ पहिलेदेखि, कतिपय इकोनोमिक्सको, कोही म्यानेजमेन्टको पनि। अनि चाहिँ यहाँबाट मलाई तपाईँ आउन इच्छुक हुनुहुन्छ भन्दाखेरि ठिकै छ। त्यस्तो मेरो आउनुपर्ने एउटा परिस्थिति गराएपछि परिस्थितिले पनि काठमाडौँ आउनुपर्ने थियो। अब हाम्रो हतपत सरुवा पनि हुँदैन क्या। अनि त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले त्यो अफर गरिसकेपछि ल ठिकै छ नि त, त्यस्तो भने के फरक परेर। अब एउटा युनिभर्सिटीको काम हो, हाम्रो अब एउटा पार्ट अफ जबै हो भनौँ न यो पनि। त्यो भएको हुँदाखेरि चाहिँ ठिकै छ भनेर भनियो। कति लामो टेन्योर हुन्छ सर यसमा? यो 4 इयर्स हो। 4 इयर्स पछि चाहिँ ब्याक टु बिङ मेरो या विराटनगरै अथवा उहाँहरूले काजमा कुनै यता सेन्ट्रल डिपार्टमेन्टतिर राख्नुभयो, अथवा यही पनि एउटा प्रोफेसरको चाहिँ एउटा दरबन्दी छ, यहीँ राख्न चाहनु। मैले त त्यही भनेको थिएँ। अब किनभने मैले आफूले सुरु गरेका कतिपय प्रोजेक्टहरू छन् यहाँ। अब मेरो त 7 महिना करिब मात्रै बाँकी छ। म 2079मा आएको, अब 83 पुस 4 गते भनौँ न, कमिङ पुस 4मा मेरो सकिन्छ अहिलेको हिसाब किताबले टेन्युर। अब त्यस पछाडि कन्टिन्यू हुन्छ कि हुँदैन कि के हुन्छ त्यो अर्कै पाटोको कुरा भयो। फेरि नयाँ प्रोसेसबाट अप्लाई गरेर के गरेर गर्नुपर्ने, डिफेन्स गर्नुपर्ने के गर्नुपर्नेहरू हुन्छन्। त्यतिखेर गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो कुरा हो होइन। जे होस् त्यो छ। अब त्यस्तो अहिलेको हिसाब किताबले चाहिँ अब मैले फेरि कन्टिन्यू मेरो भएन अथवा के भएन भने पनि म विराटनगर जानुपर्ने। मेरो दरबन्दी अहिले विराटनगरै छ। भलै पहिले सेन्ट्रल डिपार्टमेन्टमा थियो, मेरो प्रमोसन भएपछि प्रोफेसर भएपछि पछि फेरि विराटनगरै पठाउनु भएको रहेछ। अहिलेको हिसाब किताबले के बुझ्नु पऱ्यो भने मेरो विराटनगरै छ दरबन्दी। मेरो अब 4 वर्ष छ युनिभर्सिटीमा, 4 इयर्स भनौँ न। म 2087मा रिटायर्ड हुने हो। त्यसले गर्दाखेरि चाहिँ अब के हुन्छ केही भन्न सकिँदैन। 6-7 महिनासम्म चाहिँ कमसेकम यहाँ रहन्छु होला। हुन त अस्तिको अध्यादेशले अब सबै खाली भएको छ नि त। भिसी रेक्टर, रजिस्ट्रार, डिन डाइरेक्टरहरू पनि खाली हुन्छन् भन्ने एउटा चलेको थियो। डिन डाइरेक्टरहरूलाई चाहिँ त्यो अध्यादेशले छोएन छ, अनि हामी रहिरहेछौँ। कतिपय युनिभर्सिटीहरूमा त डिन डाइरेक्टरहरू पनि उहाँहरू चाहिँ अवकाश भनौँ न, उहाँहरूको चाहिँ खारेज भयो भनौँ न, नियुक्ति त्यस्तो छ। होपफुल्ली सेकेन्ड सेमिस्टरमा हामी हजुर भेट्न सक्छौँ। एकदम। अब मेरो अब त्यहाँ सेन्ट्रल डिपार्टमेन्टतिर, अब हुन त त्यहाँ तपाईँको पनि होला, सेन्ट्रल डिपार्टमेन्टतिर मेरो अब छ, अब कनेक्सनै छ। अब कतिपय थेसिसहरूमा उहाँहरूले बोलाउनुहुन्छ, जान्छु। धेरै साथीहरू नै हुनुहुन्छ सबैजना। सो टियुसँग एफिलिएटेड भएको हजुर चाहिँ एन्ट्री टिचिङ असिस्टेन्टबाट एन्टर गरेको हजुरले टिचर असिस्टेन्ट, टिचिङ असिस्टेन्ट, त्यस पछाडि लेक्चररहरू होइन। अझ टिचिङ असिस्टेन्टमा पनि के हुन्छ भन्दाखेरि सुरुमा त पार्ट टाइम टिचरको रूपमा, त्यसपछि कन्ट्र्याक्ट, अनि त्यस पछाडि युनिभर्सिटीको चाहिँ सर्भिस कमिसन हुन्छ। त्यो सर्भिस कमिसन भनौँ सेवा आयोग हो, त्यहाँ गरिसकेपछि बल्ल पर्मानेन्ट भइन्छ। मेरो पर्मानेन्ट लेक्चरर भएको चाहिँ 2054मा भनौँ न, त्रिभुवनमा चाहिँ त्यसको विज्ञापन भएको थियो 54। त्यस पछाडि चाहिँ म कन्टिन्यू युनिभर्सिटीको फुल टाइम टिचर अथवा पर्मानेन्ट टिचरको रूपमा चाहिँ छु।
अब त्यस बीचमा आउँदाखेरिका विभिन्न रेस्पोन्सिबिलिटिज कहिले डेपुटी कन्ट्रोलर कहिले यस्ता यस्ता विभिन्न कामहरू चाहिँ भएका हुन् एडमिनिस्ट्रेसनमा इन्भल्भ भएर हजुरले फर 2 years मैले त्यतिखेर 2 years चाहिँ त्यो डेपुटी कन्ट्रोलर एज अ डेपुटी कन्ट्रोलर भन्छ त्यो भएँ 2017 मा अब अहिले चाहिँ यो पनि एउटा प्रशासनिकै पद हो युनिभर्सिटीको 79 मा आएर चाहिँ यहाँ पाएँ